बादमा लिम्बुवान सहितको 10+1 प्रान्त स्थापना गर्न एकजुट हौँ। सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सङ्घीय लिम्बुवान प्रान्तीय मञ्च नेपाल, फेडरल लिम्बुवान प्रोफेसनल फोरम नेपाल, प्रान्तीय कार्य समिति लिम्बुवान नेपाल स्थापना 2062, चलनी नम्बर 25/082। श्री माननीय मुख्यमन्त्रीज्यू, विराटनगर नेपाल। विषय तेह्रथुम जिल्लाको अठ्रै गापा वार्ड नम्बर 7 नामजाङ विद्यालयमा जातीय विभेद गर्ने व्यक्तिलाई अदालतले पूर्व पक्षको लागि धरौटीमा राखेको अवस्थामा उक्त विभेदलाई विद्यालयमा हाजिर गराउने र अध्यापन गर्न लगाउने कार्य तुरुन्त रोकियोस् भनी यो ज्ञापन पत्र पेश गर्दछौँ। उपरोक्त सम्बन्धमा मिति 2082 साल भाद्र 11 गते तेह्रथुम जिल्ला अठ्रै गापा 7 नामजाङ विद्यालयको हेड मिस तारादेवी खटियालाले विद्यालयमा कार्यरत मिस एलिसा विश्वकर्मालाई आज विद्यालयमा खानपान छ, तपाईँ भान्सा छेउछेउ नआउनुहोस् ल भनेपछि भनाभन भयो। उहाँ हेड मिसले पहिले पनि पटक पटक जातीय रूपमा विभेद गर्ने गरेको पाइयो। विद्यालयको हेड मिस जस्तो व्यक्तिले यसरी पटक पटक जाति विभेद गर्नु भनेको कानुनद्वारा वर्जित कुरा हो। उहाँ पीडित एलिसा मिसले पीडक हेड मिस ताराको विरुद्धमा तेह्रथुम जिल्ला अदालतमा जातीय छुवाछुत, जातीय विभेद विरुद्धमा कानुनी उजुरी दिनुभयो र सम्मानित अदालतले पीडक हेड मिस तारालाई पूर्व पक्षको लागि धरौटीमा राखेको अवस्था छ। यसरी पीडकलाई अदालतले विचाराधीन राखेको अवस्थामा उक्त नामजाङ विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षले निज पीडकलाई हेड मिसको रूपमा विद्यालयमा हाजिर गराई अध्यापन कार्य सुरु गरेका छन्। जाति विभेद अति संवेदनशील विषय हो। यसले पीडकलाई पार्ने मनोवैज्ञानिक असर वा क्षतिको बारेमा हजारौं शब्दमा लेखे पनि कम हुन्छ। यसरी अदालतले पूर्वपक्षमा राखेको व्यक्ति सरासर आएर अध्यापन गराउनु थाल्दा पीडकलाई सिङ्गो कानुनी प्रक्रियालाई ठुलो आघात पुगेको छ। यसैले निज पीडकलाई अदालतले अन्तिम फैसला नहुन्जेल उक्त विद्यालयमा हाजिर गराएर अध्यापन गराउने कार्य तुरुन्त रोक्नुहोला भनी यो ज्ञापन पत्र पेश गर्दछौँ। यस सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, सङ्घीय लिम्बुवान प्रान्तीय मञ्च सबै खाले जातीय, क्षेत्रीय, नस्लिङ्गीय विभेदको विरुद्धमा आवाज उठाउँदै आएको सङ्गठन भएकोले यस ज्ञापन पत्रलाई गम्भीरतापूर्वक लागू गराउन हार्दिक अनुरोध गर्दछौँ। अन्यथा चरणबद्ध आन्दोलनका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुनेछौँ। जय लिम्बुवान 10+1 प्रान्त। भूपेन्द्र सुन्दर लाउतीहाङ, प्रान्तीय महासचिव, सङ्घीय दलित मुक्ति मञ्च, वरिष्ठ उपाध्यक्ष बलराम सादा। यहाँले ज्ञापन पत्र दिनु न म हार्दिक अनुरोध गर्दै निस्किने गरी तपाईँहरूको ज्ञापन पत्र मैले माननीय मुख्यमन्त्रीज्यूलाई चाहिँ बुझाउने गरी मैले लिएँ। हाम्रा प्रचलित कानुन र मुख्यमन्त्रीज्यूको निर्देशन अनुसार चाहिँ यसलाई हामी कारवाही जान्छौँ। धन्यवाद। कहिलेसम्म पुग्छ म्याडम? अब उहाँ भोलि आइपुग्ने सम्भावना चाहिँ छ। नभएदेखि उहाँलाई हाम्रो र मुख्यमन्त्रीज्यूको भेट चाहिँ आइतबार हुन्छ, शनिबार छुट्टी छ। उहाँ आउनुभयो भने त्यसपछि त यो लगत्तै योलाई चाहिँ चाँडै गर्नु छ। उता स्थानीय स्तरमा पनि आजदेखि जुलुस आमसभाहरू सुरु भयो कि यसले चाहिँ भोलि फेरि तेह्रथुम जिल्ला स्तरीय होइन यो वाट्सएप छ नि मेरो, त्यो दर्ता नम्बर दर्ता पनि चाहिन्छ नि त। दर्ता गर्नु भएको छैन। अब दर्ता त मुख्यमन्त्रीजीले त्यो महासचिवज्यूकोमा चाहिँ आओस् न होइन। यो पहिलो अहिले वाट्सएप हस् त म्याडम। हजुर
हजुर चाहिँ अहिले यहाँ मुख्य सचिवज्यू पढ्नुभयो 98,520 1 2 3 4 कतिवटा हुन्छन् 10 अक्षरले छ है प्रमुख सचिव भनेपछि यो सधैँ तपाईँहरू म नभएको अर्को प्रमुख सचिवले उठाउँछ अर्को कार्यालयको नम्बर हजुरको शुभ नाम चाहिँ म्याडम हजुरको शुभ नाम म चन्द्रकला पौडेल हुन्छ लिनुभयो त्यही गरौँ है हुन्छ मुख्यमन्त्रीज्यू आइसकेपछि यो हामी पेश गर्छौँ हुन्छ त्यसपछि हाम्रा प्रचलित कानुन र मुख्यमन्त्रीज्यूको निर्देशनमा हुँदैछ हामी यसलाई कार्यान्वयनमा लैजान्छौँ